सरकारले तपाईँको चाहिँ के अरे कारबाही नै गर्नु सक्दैन। मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरे कोरालले। किनभने यो कोरा लाउने यातना दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु। So we should feel the pain of the people. जनताको पीडा हामीलाई महसुस हुनु पर्यो नि। यहाँ एसी भएको छैन, कुछ कोठामा बसिन्छ, एसी भएकै गाडीमा आएको होला हैन, घर गइन्छ एसी नै छ, तर त्यो सडकमा तातो घाममा तपाईँको छैन के अरे हैन ग्यासको लाइनमा चाहिँ दिनभरि बस्ने नागरिकहरूको पीडा कहिले हामीले बुझ्ने? सरकार कमजोर भएको कारणले त्यो हुन्छ। सरकारले तपाईँको छैन के अरे कारबाही नै गर्नु सक्दैन। मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरे कोरालले। त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू? हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ नि हैन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ के अरे हैन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन। स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्, हामी पनि छौँ ल है। कहाँ कसले रोक्दो रहेछ? यहाँ कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? खोइ त नि तपाईँको चाहिँ के अरे हामीलाई दिएको अधिकारहरू खोइ कसले दिनुपर्ने हो त्यो अधिकार? त्यसले गर्दाखेरि म आवाज उठाउन चाहन्छु, माग गर्न चाहन्छु, यस्तो किसिमले टालटुले पाराले तपाईँको चाहिँ आश्वासन दिएर देश चल्नेवाला छैन। कडाकडी काम गर्नुपर्छ। एउटा सानो उदाहरण, बुटवल 2 को मैना बजारको समस्या के हो यो बारेमा सम्बन्धित मन्त्रीज्यूले खोज्नु पर्यो। त्यहाँ अघि बिहान आएर चाहिँ मलाई यत्रो पत्र दिएर थुप्रै गुनासाहरू पोख्दै हुनुहुन्थ्यो। देशमा थुप्रै समस्या छन्, समय छैन हामीसँग धेरै। एकजना खेलाडीले देशको शान बढाउनका लागि खेल्यो, चाइनासँगको चाहिँ तपाईँको टुर्नामेन्टमा उसको खुट्टा भाँचिएको रहेछ। आशिष राई भन्ने मान्छे इटरीको, अहिले थाइल्यान्डमा लगाएर राखेको, रुइराखेको छ। उसलाई पनि धिक्कार लागिरहेको होला। के जुनीमा तपाईँको चाहिँ नेपालमा जन्मेछु र के जुनीमा नेपालको खेलाडी भएछु भनेर। अरू देशको खेलाडी त्यस्तो छ त? इन्टरनेसनल प्लेयर्स त्यस्तो छ? मेसीलाई दिने, रोनाल्डोलाई दिने राज्यले तपाईँको सम्मान र तपाईँको छैन त्यो होइन। हामीले त्यस्तो खालको सोचेका छौँ? खेल भनेको जस्ट खेल, जा खेल, काम छैन तेरो खेल भन्ने हिसाबले खेललाई लिएको कारणले कहिले पनि हामीले इन्डस्ट्रीको रूपमा यसलाई विकसित गर्न सकेनौँ। आज हाम्रो इन्टरनेसनल खेलाडी चाहिँ विदेशमा खर्च पाइन के भनेर रुँदै बस्नुपर्ने? यो बाध्यताको अन्त्य हुनुपर्छ। यो हामी देश त देशमै छौँ, तर कस्तो देशमा छौँ भन्ने प्रश्न को उत्तर खोजिरहेका छौँ जस्तो लाग्छ मलाई चाहिँ। अब यो यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्री स्वयंले हामीले छिमेकी मुलुकको सीमा मिच्या छौँ भनेर भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छैन। राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक। आज हामी सांसदहरू पनि सुरक्षित छैनौँ, कोही पनि सुरक्षित छैन। नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति खालको छ। त्यसो भएको कारणले गर्दाखेरि यो अब यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्ने हो? हामी तयार छौँ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ। नैतिकता नै बल हो, नैतिकता नै शक्ति हो, नैतिकता नै वैधानिकता पनि हो, वैधता पनि हो। अब हामी आफैले नैतिकता गुमाउँछौँ भने हामीलाई कसैले पत्याउनेवाला छैन। त्यसो भएको कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी बहन गरेर, पदीय जिम्मेवारी बहन गरेर हामीले यो चाहिँ 2.5 महिनादेखि यहाँ उहाँको माग गरिरहेका छौँ। उहाँ आउनु मानिराख्नु भएको छैन।
त्यसो गरेर बालहट गर्नु हुँदैन प्रधानमन्त्रीज्यूलाई, हामी त्यो भन्न चाहन्छौँ। अब सुरक्षाको कुरा गर्दाखेरि अहिले के छ स्थिति? कहिले धर्मको नाममा, कहिले के को नाममा, कहिले के को नाममा झगडा भइरहेको होइन, आगजनी भइरहेको, तोडफोड भइरहेको, धम्की आइरहेको, तेरो घर जलाइदिन्छु पख्तलाई है, म यस्तो गरिदिन्छु भेट्ने बित्तिकै भनिरहेको, त्यस्ता मान्छेहरूलाई हामीले रिपोर्ट गर्दाखेरि तपाईँको चाहिँ के अरे कारबाही नभइरहेको स्थिति, कहीँ कतैबाट कहीँ कतै हामी चाहिँ के अरे यात्रा गर्दै जाँदाखेरि असुरक्षित महसुस गर्नुपर्ने स्थिति, त्यो खालको स्थिति तपाईँको चाहिँ के अरे अझै पनि तराईमा मधेसमा स्टिल छ। मैले दुईचोटि भनिसकेको कुरा छ, फेरि पनि भनिरहेको छु, त्यो स्थितिलाई सरकारले सुरक्षित स्थितिमा परिणत गर्न सकोस्, गर्नुपर्छ भन्ने माग गर्न चाहन्छु। न्यायको कुरा गर्दाखेरि न्याय पनि छैन यो देशमा होइन। उदाहरणका लागि त्यही माइती घर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा होइन त्यो उसमा पालमा तपाईँको चाहिँ घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिँ नि सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो? प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा। तपाईँको चाहिँ नि एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। देश भेट्नका लागि खोलाखोलीमा जानु पर्यो, खेतमा जानु पर्यो, कारखानामा जानु पर्यो होइन। आन्दोलन गरिरहेका नागरिकहरूको तपाईँको चाहिँ त्यो सडकमा गएर बुझ्नु पर्यो उहाँहरूको के हो आवाज, यो भन्न चाहन्छु। अब सेवा सुविधाको कुरा गर्दाखेरि होइन, सुरक्षा छैन, न्याय पनि छैन, सेवा सुविधाको कुरा गर्दाखेरि ग्यासकै कुरा गरौँ न। यहाँ हामी यसरी बसिरहनु भन्दा ग्यासको लाइनमा गएर तपाईँको चाहिँ के अरे त्यो घाममा उभिन म चाहिँ त्यो अर्थपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। सो वी सुड फिल द पेन अफ द पिपल। जनताको पीडा हामीलाई महसुस हुनु पर्यो नि। यहाँ एसी भएको छैन, कुछ कोठामा बसिन्छ, एसी भएकै गाडीमा आएको होला होइन, घर गइन्छ एसी नै छ, तर त्यो सडकमा तातो घाममा तपाईँको छैन के अरे होइन, ग्यासको लाइनमा चाहिँ दिनभरि बस्ने नागरिकहरूको पीडा कहिले हामीले बुझ्ने? अहिलेको सरकारलाई ठुलो आशा गरेर चाहिँ नेपाली जनताले भोट दिनुभयो, तर परिवर्तन आएन, झन् विकराल भयो। यो सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैरजिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई पनि कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि टसल देख्छु। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन, त्यो भन्न चाहन्छु। अवसरको कुरा गर्ने हो भने देशमा अवसर छैन, सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा पनि छैन। अवसरको कुरा गर्ने हो भने अहिले तपाईँको इन्टरनेसनल एयरपोर्टमा जाउँदा त्यहाँ हामीलाई अवसर दिन सकेको हो कि होइन रहेछ। प्रत्येक दिन हुलका हुल युवाहरू कहाँ जाँदैछन्, के गर्दैछन्, र त्यहाँ जानका लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारबाही गर्नका लागि चाहिँ सरकारले केले रोकेको छ त्यो भनिदिनु पर्यो। कि ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो। नत्र भनेदेखि तपाईँको चाहिँ नि 2/3 नजिकको सरकारले होइन कुन कुराले चाहिँ रोक्यो त? कोरिया जाने कुरामा पनि ठगिएको छ है, विभिन्न तपाईँको देशमा जाने कुराको लागि पनि ठगेको छ, विभिन्न कुरामा चाहिँ ठगी भएको छ, तर त्यो ठग्ने मान्छेलाई कारबाही भएको छैन। एक्सपोज गर्नु पर्यो। वी निड एक्सन। हामी एक्सन चाहन्छौँ। तपाईँहरूको यहाँनिर चाहिँ आश्वासनले यस्तो गर्दैछौँ उस्तो गर्दैछौँ भनेर हुँदैन, यो भन्न चाहन्छु। सभामुख महोदय, धेरै कुराहरू छन्। अब भर्खरै तपाईँको चाहिँ के अरे देशमा थुप्रै मस्जिदहरूमा आगो लगाइयो, मदरसाहरूमा आगो लगाइयो, गुम्बाहरू भत्काइन्छन्, कहिले कहिले मन्दिरहरू भत्किन्छन् यो देशमा, कहिले माङहिमहरू तोडिन्छन्। सरकार कमजोर भएको कारणले त्यो हुन्छ। सरकारले तपाईँको चाहिँ के अरे कारबाही नै गर्नु सक्दैन। मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोराले, त्यस्तो कानुन बनाऊ। यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू? हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ नि होइन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ के अरे होइन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन,
स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्, हामी पनि छौँ ल है। कहाँ कसले रोक्दो रहेछ? यहाँ कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? खोइ त नि तपाईँको चाहिँ के अरे हामीलाई दिएको अधिकारहरू खोइ कसले दिनुपर्ने हो त्यो अधिकार? त्यसले गर्दाखेरि म आवाज उठाउन चाहन्छु, माग गर्न चाहन्छु, यस्तो किसिमले टालटुले पाराले तपाईँको चाहिँ आश्वासन दिएर देश चल्नेवाला छैन। कडाकडी काम गर्नुपर्छ। एउटा सानो उदाहरण, बुटवल 2 को मैना बजारको समस्या के हो यो बारेमा सम्बन्धित मन्त्रीज्यूले खोज्नु पर्यो। त्यहाँ अघि बिहान आएर चाहिँ मलाई यत्रो पत्र दिएर थुप्रै गुनासाहरू पोख्दै हुनुहुन्थ्यो। देशमा थुप्रै समस्या छन्, समय छैन हामीसँग धेरै। एकजना खेलाडीले देशको शान बढाउनका लागि खेल्यो। चाइनासँगको चाहिँ तपाईँको टुर्नामेन्टमा उसको खुट्टा भाँचिएको रहेछ, आशिष राई भन्ने मान्छे इटहरीको। अहिले थाइल्यान्डमा लगाएर राखेको, रुइराखेको छ। उसलाई पनि धिक्कार लागिरहेको होला। के जुनीमा तपाईँको चाहिँ नेपालमा जन्मेछु र के जुनीमा नेपालको खेलाडी भएछु भनेर। अरू देशको खेलाडी त्यस्तो छ त? इन्टरनेसनल प्लेयर्स त्यस्तो छ? मेसीलाई दिने, रोनाल्डोलाई दिने राज्यले तपाईँको सम्मान र तपाईँको चाहिँ त्यो होइन। हामीले त्यस्तो खालको सोचेका छौँ? खेल भनेको जस्ट खेल, जा खेल, काम छैन तेरो खेल भन्ने हिसाबले खेललाई लिएको कारणले कहिले पनि हामीले इन्डस्ट्रीको रूपमा यसलाई विकसित गर्न सकेनौँ। आज हाम्रो इन्टरनेसनल खेलाडी चाहिँ विदेशमा खर्च पाइन के भनेर रुँदै बस्नुपर्ने? यो बाध्यताको अन्त्य हुनुपर्छ। यो बाध्यताको अन्त्य हुनुपर्छ। र अन्त्यमा फेरि पनि प्रधानमन्त्रीज्यूलाई योभन्दा साह्रो चिज चाहेर यहाँ बोलाउन नपरोस्, त्यो भन्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद, नमस्ते। के को लागि उठ्नुभयो मान्य सदस्य? मान्य सदस्य इन्दिरा राणा मगर 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। मान्य सदस्य यज्ञमणि नेउपाने बस्नुहोस्। मेरो चाहिँ सामान्य सभामुखज्यू, मेरो विनम्र अनुरोध मान्यज्यूलाई, हाम्रो मान्य हर्क साम्पाङ राईज्यूलाई, किनभने यो कोरा लाउने, यातना दिनुहुन्न भनेर कानुन ल्याउने व्यक्तिमध्येमा म पनि पर्छु। वर्षौँ मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई, चाहे अपराधी होस् चाहे जेसुकै होस्, कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन। यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यो यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु। धन्यवाद।